प्रहार भइरहेको उसले गर्दा तपाईहरु यहाँ आउनु भएको छ, के भइरहेछ यहाँ? आज चाहिँ हामी अब समग्र अहिले पछिल्लो समयको घटनाक्रम हेर्ने हो भने सामाजिक सञ्जालमा जसरी महिला वा पुरुष दुवैलाई विशेष गरी महिलालाई केन्द्रमा राखेर यो जुन चरित्र हत्या गर्ने अनावश्यक चाहिँ गाली गलौजमा उत्रिने हैन, एउटा सामाजिक सञ्जालमा फलानुलाई बलात्कार गर्नुपर्छ फरक विचार राखेको कारणले गर्दा, सामाजिक सञ्जालमा आफ्नो विचार राखेको कारणले गर्दा, सडकमा आएर आफ्नो विचार राखेको कारणले गर्दाखेरि चाहिँ कोही महिलालाई बलात्कार गर्नुपर्छ भन्ने खालको अभिव्यक्तिहरू दिने, सोसियल मिडियामा मार्ने, धम्कीहरू दिने, यस्ता खालका धम्की दिने, गाली गलौज दिनेहरूको विरुद्धमा आज हामी चाहिँ कानुनी लडाई लड्नको निम्ति आज यहाँ आएका छौँ। र यो देश कानुनी राज्य छ भन्ने कुरा आम जनताले प्रत्याभूत गर्न पाउनुपर्छ। जसलाई जे मन लाग्यो त्यही बोल्ने लेख्ने चाहिँ कसै पनि कुनै पनि व्यक्तिको चरित्र हत्या गर्ने अधिकार कसैलाई पनि छैन। सबैले विचार राख्न पाउनुपर्छ। यो लोकतन्त्रमा कसैलाई निषेध गर्न पाइँदैन, कसैलाई कसैको बोली बन्द गर्न पाइँदैन र कसैलाई कसैको विचार मन नपर्न सक्छ। वैचारिक हिसाबले चाहिँ प्रतिवाद गर्न सकिन्छ, खण्डन गर्न सकिन्छ, तर चाहिँ व्यक्तिगत रूपमा उत्रिएर एउटा समाजमा पस्नै नसक्ने खालको असभ्य भाषाहरू प्रयोग गर्ने, गाली गलौज गर्ने यस्ता खालका गतिविधिहरूलाई रोक्न आवश्यक छ। हामी यो समाजमा सामाजिक सद्भाव कायम होस् भनेर आज हामी आएका छौँ। राजनीतिक संस्कारको विकास होस् भन्ने कुरा चाहिँ स्थापित गराउनुको निम्ति पनि आज यो लडाई लड्नुपर्ने आवश्यक छ। आज यो हामी चाहिँ विशेष गरी एमाले जनमा यो प्रहार भइरहेको छ भने भोलि अर्को पार्टीलाई, भोलि अर्को चाहिँ स्वतन्त्र मान्छेलाई अथवा कुनै पनि राजनीतिक दलमा आस्था राख्नेलाई अथवा कुनै पनि विचार बोक्ने व्यक्तिहरूमाथिको यो प्रहार निरन्तर बढ्छ। यसलाई हामीले रोक्नुपर्छ। हामी वैचारिक लडाई लड्नको निम्ति तयार छौँ, वैचारिक बहसहरूको निम्ति हामी खुल्ला छौँ, त्यसको निम्ति तयार छौँ। तर यसरी गाली गलौज गर्ने कुराहरू एउटा महिला, एउटा 19 वर्षको बालिकालाई चाहिँ बलात्कार गर्नुपर्छ भनेर चाहिँ यसलाई चाहिँ बलात्कार गर्नुपर्ने, यस्तालाई बलात्कार गर्नुपर्छ भन्ने खालको चाहिँ सामाजिक सञ्जाल मैले एकदम धेरै धारणाहरू राख्ने, चाहिँ भिडियोहरू बनाउने, कमेन्टहरू गर्ने जुन खालको अहिले प्रविधि बढ्दो छ। झन् विशेष गरी कस्ता मान्छेले गरिरहेछन् भने जसको चाहिँ प्रोफाइल पिक्चर हामीले हेऱ्यौँ, उनीहरूले अनुसन्धान गर्यो, कसले कसले यस्ता कुराहरू राखिरहेछन्। विशेष गरी बालेनको फोटो राखेका, रविका फोटो राखेका, घन्टी चाहिँ चिन्ह चाहिँ प्रोफाइलमा राखेका, त्यस्ता त्यो प्रोफाइलमा भएका व्यक्तिहरूले चाहिँ आज सामाजिक सञ्जालमा चाहिँ यो खालको चाहिँ गाली गलौजमा उत्रेको देख्दा अत्यन्त धेरै दुःख लागेको छ। हाम्रो समाज कतातर्फ जाँदैछ, कुन मोडलमा हाम्रो समाज जाँदैछ, कुन दिशातर्फ हाम्रो समाज जाँदैछ, हाम्रो पुस्ताले कस्तो खालको मेसेज दिन खोजिरहेको छ, अत्यन्तै धेरै पीडाबोध हुन्छ। एउटा महिला हुनुको नाताले पनि, यो देशको नागरिक हुनुको नाताले पनि अत्यन्तै धेरै पीडाबोध भएको छ। र आज हामी कानुनी लडाई लड्नको निम्ति यहाँ आएका छौँ। अहिले विशेष गरी भन्ने हो भने सिधै भन्दाखेरि एमाले कार्यकर्ता महिलालाई चाहिँ बाहिर हिँड्न पनि गाह्रो भएको अवस्था हो। एमाले